नमस्ते, म नवराज उपाध्याय। आज मैले लिएर आएको छु बुद्धि चाणक, जस अन्तर्गत बुद्धि चाणकका 16 श्लोकहरू। बुद्धिलाई दिने शुद्धि, शुद्धिलाई दिने बला, बुद्धिदाता जगन्नाथ गराउन् बुद्धि निर्मला। नीति शास्त्र बराबरी, जगतमा केही छैन अर्को कुरा। नीतिले सब गर्छ काम गर्नु, नीति छ कामको पुरा। नीति चाणकले अनि विदुरले, फेरि शुकजीले पनि जानी उत्तम कल्पना गरेर लिए चाहिन्छ नीति भनी। नीति नै छ रोति नीति, सब कुरा गर्नु सुनीति सदा। सब काम सिद्धि हुनेछ जान्नु सबले, होला असल सर्वदा। नीतिको व्यवहार जानी गर्नु भन्ने कुरा लेखिने। नीति यो छ तमाम कामहरूको ऐना सरी देखिने। नीतिदेखि विरुद्ध काम गर्ने मानिस होला न जति, उनलाई सुख यस हुँदैन कहिले, झन दुःख पर्छ अति। नीतिलाई बुझेर काम गर्ने पर्दैन ठक्कर महा, तस्मात् कारण नीति नै छ जननी, सब शास्त्र मान्नु यहाँ। संसारको काम सबै चलाऊ, बुद्धि महादाग कतै नलाऊ। गर्नु छ आखिर भनी जान्नु मनले, पाप कर्ममा पाउ नराख्नु जनले। मर्नु छ आखिर भनी जान्नु मनले, पाप कर्ममा पाउ नराख्नु जनले। त्यो फल नभोगी सुख छैन काहीँ, गर्नु असल कामहरू जाहीँ ताहीँ। शिक्षा नदिनु अति मूर्खलाई, जो दुष्ट नारी उसलाई खुवाए। हुनेछ व्यर्थै कुछ काम पर्दा, गर्नु विचारैसँग खर्च गर्दा। जो दुष्ट नारी अविचारी मित्र, मुखको मसिनो विषतुल्य हुन्छ। चाकर मुखानी खुनी दाजु भाइ, सुख हुन्छ छोडी तिनीहरूलाई। आपतमा द्रव्य लुकाई राख्नु, खाने कुरा झट्ट झिकी नचाख्नु। पहिले सरसकाई नबोल्नु काहीँ, हुनु भलो भाव नखोल्नु काहीँ। जुन ठाउँ केही मिल्दैन मान, जहाँ दिँदैनन् दिजलाई दान। छैनन् जहाँ कति विचारवान, हुनु मूर्ख त्यो देश निवासी जान। अज्ञानको मुलक न काट्नलाई, सत्सङ्ग तरवार लिनु बनाई। अज्ञान नासिन्छ अवश्य त्यसले, धो शरीर शुद्ध विवेक रसले। दुर्भिक्षमा दुःख ठुलो परेमा, वैरीहरूले त दगा गरेमा। पर्दा मरितुल्य हुँदा जतनले, जो दिन्छ साथ बन्धु उठान्नु मनले। आपत्तिमा धैर्य कष्ट कसै नछोड्नु, सम्बन्ध प्रेमको कहिले नतोड्नु। बस्नु अहित हित मनले विचारी, हुनेछ यसले उपकार भारी। विषबाट होस् अमृतका दिलिनु, फोहोर देख्न पनि सुन झिक्नु। कोही नीच देखन पनि शास्त्र पढ्नु, पढ मूर्खको सङ्गत कहिले नगर्नु।